हेलो एभ्रिवान, गुड मर्निङ सबैलाई। यो चाहिँ म त गुड मर्निङ जतिखेर पनि भन्छु नि त हो यस्तै हो। अन्त मेरो साथीहरूले चाहिँ सबैले यसलाई पनि उयो गरिदिनुहोस् है, फलो गरिदिनुहोस् है। यो पनि भर्खर नयाँ यो हो, क्रिएटर हो। हामी सबैजना नयाँ हो, केही पनि छैन होइन। हामीलाई अलिअलि सपोर्ट गरिदिनु, बेसी पनि पर्दैन। आफ्नै मान्छेले मात्रै बेसी सपोर्ट गर्छ र त होइन। तर सबैभन्दा बेसी चाहिँ नि सबैभन्दा बेसी धन्यवाद चाहिँ म कसलाई दिन्छु भने हुन त सबैलाई दिन्छु। सबैभन्दा बेसी चाहिँ मलाई चाहिँ फलो गर्ने चाहिँ काठमाडौँ नेपालबाट ज्यादा छ। टोटली नेपालबाट बेसी छ। यति धेरै चाहिँ 48% चाहिँ मलाई काठमाडौँ नेपाल अल, तर बेसी चाहिँ नेपालबाट नै मलाई उयो गरेको छ, फलो गरेको छ, सपोर्ट गरेको छ। जे पनि अब नेपालबाट बेसी। अब एकछिन पछि भेटौँला। अहिले चाहिँ हामी बसमा छु कि तपाईँहरूले हेर्नु सक्नुहुनेछ। यस्तो छ है, मेरो साथी बोल्दैछ छैन हो, एनर्जी पनि छैन पुरा है। यस्तो दामी टिपेछ है यो। भोक लागेर होइन, एनर्जी नै छैन मेरो हो। अन्त पुरा भमिट गर्नु खोज्दैछ, भोकले नै होला सायद, मलाई त्यस्तै लाग्दैछ हो। अनि एनर्जी ड्रिङ्क चाहिँ यहाँ छ यी होइन लाइफ। अन्त भन्दैन के गर्छस्। अन्त अब चाहिँ गएर एनर्जी गाडी आउँदो रहेछ है दन्केर। किन घन्द्रेङ गरेको। मेरो साथी यहाँ तर्सेर झन्डै यसको साथ त गयो। कोलो 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 के भन्छ होइन, बोलाइदिएको के यो कम्ती जोडले तर्सेनस् त आएनस् त। हामी चाहिँ भोकले मर्नै लागेको छ हो। केही नखाइकन अब हामी त्यसै पनि बिहान ब्रेकफास्ट गर्दैन नि त। म त गर्दिनँ त हो। मैले पनि ब्रेकफास्ट गरेन, म एप्पल खानु पर्यो आज भनेर सोचिरहेको थिएँ। त्यो एप्पल पनि खाएन मैले हप्ताले गर्दाखेरि। अन्त भोक लागेर एकदम कस्तो भइरहेको छ, विक फिल भइरहेको छ होइन। हिँड्दा हिँड्दा यहाँ कम्मरहरू दुखेर भइसकिसक्यो। अब यो गएर एनर्जी ड्रिङ्क चाहिँ एउटा खोलेर एनर्जी आउँछ होला, भोकसोक पनि हराउँछ। त्यहाँदेखिको चाहिँ हुन्छ के हो त यो। अन्त यो फुल छ नि त, यहाँ फुल छ नि ऊ माथि देखिस्, यी यता 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 ऊ यो राखी फुल छ, झर्छ नि त ऊ, मिठो बनाउँछ। यो चाहिँ यहाँको चाहिँ पब्लिक टोइलेटहरू हो। तर यहाँनिर चाहिँ अब अहिले चाहिँ खुल्ला छ कि छैन। पहिला चाहिँ हामी अब लिम्बूको चासोङ नाममा आउँदा चाहिँ हामी यतै आउँथ्यौँ। गाइस मलाई एक दुई शब्द भनिदेऊ भने मैले एक दुई शब्द हामी चाहिँ यो जग्गामा आइसकेको छौँ, खाने ठाउँमा। मान्छेहरू बिस्तारै बिस्तारै आउँदैछ। अनि यो चाहिँ हाम्रो ग्रुप हो। अब बेसी देखाइरहनु पनि मिल्दैन होइन। कसै चाहिँ अब क्यामेरा फेस गर्नु मान्दैन नि त, त्यही भएर चाहिँ नदेखाएको हो। अनि यहाँ मेरो साथी चाहिँ लाइफमा के प्रब्लम भयो भन्दै गनगन गर्दै बसिरहेछ। यसले भन्छ कि म गनगन गर्दिनँ भन्छ कि जहिले पनि, तर यसले गनगन गर्छ नि। यो चाहिँ कुन चाहिँ गेम हो फेरि। हेलो, बुझिनँ म त यो गेम त। यिनीहरूले यो के गेम खेलेको यस्तो रबरले गर्छ होइन, सुई सुई सुई। अनि त्यहाँदेखि अब परबाट चाहिँ यसरी हान्छ। बुझ्दै बुझिनँ म त। भिडियो बनाएको देखाउँदिनँ हौ, खालि यता मासु पोल्दै गरेको मात्रै देखाएको क्या। हामी चाहिँ यहाँबाट चाहिँ अब निस्केको हो। ऊ पर थियो हामी चाहिँ। अब चाहिँ हामी जाँदैछौँ। मेरो साथीहरू यहाँ अगाडि छ हो। यस्तो छ निस्किन लागेको हामी चाहिँ हो। यस्तो राम्रो जग्गा छ। बाई बाई भन्दै बाई 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 होला नि त तेरो लास्ट के को बाई बाई होइन नि। कति छ देखा। अब हामी चाहिँ निस्केको। हेर्नुहोस् यस्तो छ यहाँनिर चाहिँ है तपाईँहरूको। कस्तो राम्रो छ जग्गा।
What a wonderful world.